रिटेल लेक्चर के हो कसो हो हजुरहरूलाई थाहै छ। दुई तिनवटा क्वेसन आउने त हो। स्पिकिङको जस्तै अरू सबै स्पिकिङ जस्तै ह्यान्डल गर्न सिक्नुहोस्। यसमा खासै केही गर्नुपर्ने होइन, स्मुथ बोल्न सिक्नुहोस् है। तर सबैभन्दा इम्पोर्टेन्ट कुरा के हुन्छ त भन्दाखेरि अडियो सुनेर नोट सार्दाखेरि कन्फिडेन्स इम्पोर्टेन्ट हुन्छ। मैले धेरै स्टुडेन्टलाई हेर्छु, स्टुडेन्टले मैले बुझेन, साइडमा हल्ला भयो, यो भयो त्यो भयो, न्युमरस रिजन्स, नोट राम्रो नसार्ने। यदि 1.5 मिनट सुन्दाखेरि 35देखि 40 वर्ड्स लेख्नु भएको छैन भने त्यो नोट युजेबल हुँदैन। एट द सेम टाइम कस्तो खालको वर्ड चुज गर्नुभएको छ त। जस्तै मानौँ मसँग एउटा सेन्टेन्स छ, हि वाज भेरी ह्याप्पी इन द बिगिनिङ भनेर। मानौँ हजुरले हि वाज भेरी सार्नुभयो, देख्नुभयो नि, हि वाज भेरी ह्याप्पी इन द बिगिनिङ छ सेन्टेन्स, हजुरहरूले के सार्नुभयो, हि वाज भेरी सार्नुभयो। न त बिगिनिङ सार्नुभयो न त ह्याप्पी सार्नुभयो। यो दुईवटा इम्पोर्टेन्ट कुरा हुनुपर्ने थियो। हजुरहरूले तिनवटा वर्ड सार्नु भएको छ जुन चाहिँ कम्प्लिटली युजलेस छ, मिनिङ दिँदैन। त्यसरी सोच्नुहोस् होइन। अलिकति नोट सार्न चाहिँ आउनुपर्छ। अब मानौँ हजुरसँग ऱ्यान्डम नोट छ अरे केही, मानौँ मसँग यहाँ एउटा सानो नोट छ, मैले खास यो समराइज ग्रुप डिस्कसनको, तर अहिलेलाई रिटेल लेक्चरमा युज गर्नेवाला छु। सो धेरै नसोच्नुहोस्। यदि जान्नु भएको छ भने हजुरहरूलाई कसरी के भन्ने र कहाँनिर उनीहरूले के भनेको थियो पहिले नै आउँछ, सो टेन्सन लिनु पर्दैन। तर यदि हजुरहरूले बुझ्नु भएको छैन, हजुरहरूसँग नोट मात्र छ भने कन्फिडेन्टली गलत बोल्न सिक्नुहोस्। यो कुरा इम्पोर्टेन्ट भयो, कन्फिडेन्टली गलत बोल्न सिक्ने। समथिङ लाइक मैले यहाँनिर जुन लिस्ट तयार पारेको छु यो कम्प्लिटली सेन्सलेस हुनेछ, तर बोल्दाखेरि कन्फिडेन्सका साथ। द लेक्चर वाज अबाउट 3 meetings, volunteer events and after class. First he mentioned so much pressure, counselor, commitment to club, focus on the ones we care about. Then he mentioned cut down, each club 1 meeting and 1 event a month. After that rush 5 things away. At the end he was discussing about totally disagreeing photography, lighting and composition. यसरी भन्नुहोस्। हामीले गलत कुरा स्मुथली क्लियरली भन्न सिक्ने र यो उसको लागि धेरै रिजनहरू छ। क्लासमा मैले समय लिएर हाफ एन आवर 1 आवर चाहिँ मैले यसबारेमा एक्सप्लेन गर्छु। अभियसली आई डोन्ट वान्ट माई भिडियो टु मोर देन 3 minutes। मेरो चाहिँ त्यही नै ट्राई भएको भएर छोटो छ।